यदि तपाईलाई केही कुरा ब्रेनस्टर्म गर्नु छ भने you can use following prompt. This one prompt has helped me a lot because केही नयाँ कुरा सिक्दा एउटा लर्निङ प्लान भयो भने एकदमै सजिलो हुन्छ र ChatGPT is really great at doing that. Now I am not telling you to completely make ChatGPT write scripts for you like in this example, but you can definitely take its help. Consistently productive routine maintain गर्न गाह्रो हुन्छ अनि lot of time we get distracted. यस्तो बेला you can use this prompt. हामीले सक्सेसफुल मान्छेहरुको लाइफबाट धेरै कुराहरु सिक्न सक्छौं. You can use this prompt for that. This prompt works every time है र I am pretty sure तपाईहरुले पनि यो कतै न कतै एक न एकचोटी देख्नु नै भएको होला. Personal tutor वाला prompt. If you are content creator then तपाईलाई थाहा होला आफ्नो च्यानलको लागि न्यू ट्रेन्डी आइडियाजहरु खोज्न कति गाह्रो हुन्छ भनेर. त्यतिबेला you can use this prompt. If you want to generate small fictional writings with decent plot then तपाईले ChatGPT युज गर्न सक्नुहुन्छ है. But never use this for big project किनकि त्यसमा AI को राइटिङ भन्दा पनि तपाईको क्रिएटिभिटी बढी देखिनुपर्छ. Mainly teenage मा करियरलाई लिएर एकदमै कन्फ्युजन हुन्छ. So you can use this prompt to ask ChatGPT to give you different career paths based on your skills. अहिले भाइब कोडिङ एकदम ट्रेन्ड गरिरहेछ र त्यो भनेको बेसिकली यही हो कि you do coding with the help of AI but make sure कि you not always depend upon AI र कहिलेकाहीँ आफ्नो दिमाग पनि लगाउनु मेनली तपाईको कोडिङ जर्नीको स्टार्टिङ फेजमा किनकि AI ले कस्तो कोड लेख्दैछ भनेर तपाईले बुझ्न सक्नुहुन्न भने भाइब कोडिङको मतलब नै छैन. And that was all the prompts. Make sure यसरी AI लाई युज गर्दा आफ्नो कामलाई छल्नलाई भन्दा पनि आफ्नो प्रोडक्टिभिटी इन्क्रिज गर्नलाई युज गर्नु र एट द एन्ड अफ द डे आफ्नो क्रिएटिभिटीमै डिपेन्ड गर्नु. And yeah, that's it.